हेलो गाइजहरूलाई सोफियाफुल्ला नमस्ते। आज चाहिँ हामी चाहिँ बाजुरा जिल्लाको बडीमालीका मन्दिरमा आएको घुम्नलाई। हिउँ परेर एकदम माथि जान गाह्रो भएर हामी अहिले यहाँ छ। माथि देख्न सक्नुहुन्छ हिउँ छ। मन्दिरमा चाहिँ हामी यहाँ घुम्नको लागि दर्शन गर्नको लागि आइपुगिसकेको छौँ र यहाँ आइपुग्ने क्रममा चाहिँ ठ्याक्कै हिउँ परिदियो होइन। यो माथि यो जुन देखिरहेको ठाउँ चाहिँ बडीमालीका मन्दिर हो। यो माथिको टुप्पामा होइन, र त्यहाँ चाहिँ हिउँ परेको कारणले हामी जान सकिएन होइन। दर्शन चाहिँ यहीँबाट भयो होइन। एकदम हावा लागिरहेछ होइन। एकदम यहाँबाट हेर्दा नि एकदम रमाइलो देखिरहेको अवस्था हामीले महसुस गर्न सकिन्छ। चारैतिर हिमालतिर नि हिउँ परिरहेको चाहिँ हामी एकदम खुसी छौँ। कि किन खुसी छौँ भन्दा हिउँ परेर चाहिँ चिसो गाइजहरू है ल घुम्न आऊ बाजुरा जिल्लाको बडीमालीका मन्दिरमा। एकदम रमणीय दृश्यहरू देख्न सकिन्छ है। र यो त हिमाल जतिकै छ है गाइजहरू, हिमाल जतिकै छ होइन। हावा लागेर उल्का छ उल्का भमरी हावा चलिरहेछ है। ल हामी चाहिँ अलिक तलको डाँडाबाट भिडियो गरिरहेको छौँ र यहाँ तल चाहिँ यो तलतिरको बस्तीहरू छ। त्यहाँ त्यो बस्तीमा चाहिँ एकदम बत्ती सत्ती छैन कि यहाँतिर त पुरै खाली थियो। आज पुरै हिउँ वर्षा भएर है कस्तो अवस्था छ। हाई लाग्छ नि त यहाँ अक्सिजनै कम छ होइन। हावा नन स्टप लगाइरहेको छ, एकदम चिसो छ होइन। त्यही हामी दुई भाइ घुम्न आएको यहाँसम्म चाहिँ। अनि चिसो छ, धेरै चिसो छ। त्यो भएर यहाँ अक्सिजनको अलि अभाव छ। धेरै बेर हामी बस्न सक्दैनौँ। अब चाहिँ हामी एकछिनमै हामी तलतिर झर्नुपर्ने हुन्छ, किनभने हाई लागिसकेको छ हामीलाई। हल्का यहाँ गाह्रो भइसकेको छ, सास फेर्न गाह्रो भइसकेको छ। अहिले बोल्दाखेरि अलि एकदम सासले चाहिँ अलि श्वासमा बढिरहेको छ। अक्सिजन लेभल कम भएको यो भएको भने चाहिँ अक्सिजन लेभल कम हो। त्यो भएको हुनाले हामी चाहिँ एकैछिन मात्रै यहाँ बस्नेछौँ। अब चाहिँ धेरै बेर बस्न सक्दैन, एकदम माइनस डिग्रीमा छ, चिसो छ। अब एकैछिन बुझ्नुभयो नि तपाईँहरूले। अब एक हप्तापछि मात्रै आउनेछ अरे यो भिडियो, तर एक हप्ताको पुरै नगरौँ, हामी डेली पनि आउन सकिन्छ। हामी दगुरी यहाँको अवस्था के छ त अहिले भनेर यसो अपडेट दिनको लागि तपाईँहरूलाई समक्ष चाहिँ उपस्थित हुने प्रयास गर्ने नै छौँ। सन्देश र हामी दुई भाइ चाहिँ फुल्ली इन्जोय 1 मन्थ हुन लागिसक्यो यो ठाउँमा आएर बस्न लागेको होइन। अहिलेसम्म चाहिँ यो ठाउँ छोडेर जान मन लागिरहेको छैन होइन। एकदम बबाल रमाइलो भइरहेछ। त्यही माथि बेलामा यसरी हिउँहरू बसिरहन्छ होइन। मजा आउँछ। दुई भाइ भए पनि एकदम घुम्नलाई एकदम मजा भइरहेछ होइन। यही छैन, एकदम चिसो छ। हामी पनि चिसै ठाउँको मान्छे हुन त, तैपनि त्योभन्दा बढ्ताको चिसो ठाउँ चाहिँ यो हो होइन। हामी लगभग अहिले 3800को हाइटमा चाहिँ हामी भिडियो कैद गर्दैछौँ। हामी माथि पुग्दा चाहिँ हाम्रो ठ्याक्कै 4300को हाइटमा चाहिँ हामी त्यहाँ दर्शन गर्न पुगिन्छ। र अब ठुलो बडा मान्छेहरू चाहिँ हेलीमा होइन टट्ट आउँछ भने हामी जस्तो साना मान्छेहरू चाहिँ दौडी यो उकालो चढ्ने गर्दै हामी दर्शन गर्न पुगिन्छ होइन। यस्तै छ गाइजहरू, केही छैन। आउनुहोस् घुमाउँ, रमाइलो गरौँ होइन, पहाड चढौँ होइन।
हिमाल चढौँ, इन्जोय गरौँ, एकदम बबाल 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 रमाइलो 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 हुनेछ ल। यस्तो चारैतिर देखेर त यस्तो यहाँ आउँदा चाहिँ दुःख पिर सब भुलिन्छ कि तपाईँहरू होइन के भन्न चाहन्छु एकदम मान्छेहरू किन माथि माथि पहाड चढ्छ विदेशीहरू किन माथि माथि चढेर हेर्न चाहन्छ भने यहाँ चाहिँ पुरा माथि माथि चढेर हेर्दा चाहिँ पुरा एकदम सबै चिजहरू देख्न सकिन्छ। कस्तो अवस्थामा चाहिँ हाम्रो नेपालको भौगोलिकहरूको अवस्था चाहिँ के छ त भन्ने कुराहरू चाहिँ मजाले यसरी देख्न सकिन्छ होइन। अब हिउँहरू चिसो होइन पुरा खेल्न सकिन्छ। अब हेरौँ, अब हेर्दा हिमाल देखिन्छ र अब टाढैबाट पनि दर्शन पनि गर्नु होला है। यो यहाँ चाहिँ यस मन्दिर यहाँ देवी माताले चाहिँ बडी मालिका देवी माताले चाहिँ तपाईँहरूले आँटेको सोचेको मागेको कुराहरू चाहिँ पुरा हुनेछ अरे होइन। अब हामी चाहिँ दर्शन सर्शन गरियो है। अब चाहिँ तल यहाँ बस्न नसकिने अवस्था भयो होइन। त्यही भएर अब हामी चाहिँ अब यहाँबाट हाम्रो ट्रेन चाहिँ अब सर्दैछ है, सर्दैछ। हामी चाहिँ अब हाम्रो क्याम्प चाहिँ सर्दैछ होइन गाइज। त्यही भएर अब हामी खानासाना खाएर अब ओह्रालो लागिन्छ र केही पछि उकालो चट्नी सागको चट्नी दिन्छौँ। केही समयपछि हामी उकालो चढ्नेछौँ र केही दिनपछि र केही दिनको लागि चाहिँ हामी ओह्रालो झर्दैछौँ। यहाँ चाहिँ धेरै चिसो बढ्यो होइन, हिउँ परेको कारणले अब यहाँ दर्शन गर्न नसकिने अवस्था छ अहिले। यतिखेरसम्म चाहिँ लगभग घाम लागिसकेपछि मात्रै यहाँ चाहिँ दर्शन गर्न सकिने अवस्था सुरु भइसकेको छ। आज पनि फेरि हिउँ पर्न जत्तिकै छ, माथि पुरै ढाकिसकेको छ हेर्दै हेर्दै अहिले एकछिनमै होइन। ल गाइजहरू हामी चाहिँ ओह्रालो लागिसकेको छौँ। ए हाम्रो क्याम्प चाहिँ तल हो होइन। हामी चाहिँ माथिसम्म आएको यो माथि धेरै माथि जान नसके पनि त्यसरी ओह्रालो झर्न पर्छ है गाइजहरू। लड्ला जत्तिकै छ यस्तो ओह्रालो छ होइन। यहीँ पनि माथिको त कुरै नगरौँ, हिमाल चढ्नुपर्छ है गाइजहरू। हिमाल कानको पाटा सेकियो। फुल भिडियो हेरिसकेपछि चाहिँ तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला है यो दुखी आत्मालाई, यो तामाङ टिटी ब्लग्सलाई माया गर्न चाहिँ नबिर्सिनु होला भन्दै आजको ब्लग यहीँ समाप्त गर्न चाहन्छु। जय देश जय नेपाल। आज लगभग दिनभरि हिउँ पर्ला हो गाइज, हिउँ पर्ला हो। हामी चाहिँ अब बेसी लागेको गाइज, बेसी लागेको। यहाँ सञ्जय सर पनि पछि बेसी लागिसक्यो है, बेसी लागिसक्यो। हामी चाहिँ माथि -4 डिग्री भएको हुनाले छिटछिटै तल झरे गाइजहरू। हामी बस्नलाई एकदम गाह्रो भयो, चिसो भयो धेरै। फर्किहालेको ओह्रालो फर्किहाल्यो। लाले गुराँस हेर्दै यस्तो पहाडहरू हेर्दै